डिसेम्बर 31 रातिको 12 बजे घर नजिकैको मन्दिर उयेनो तेन्नाङ्गु भन्ने ठाउँमा दर्शनको लागि गयौँ। विशेष गरी आमालाई पनि देखाउनु थियो कि यहाँ के कस्तो हुन्छ भनेर। यो मन्दिर चाहिँ विद्याकी देवीको हो र विशेष गरी विद्यार्थीहरू आएका थिए। एकदमै रमाइलो भिडभाड थियो। बाह्र बज्न लाग्दै गर्दा 2-3 पटक बेलको साउन्ड पनि सुन्यौँ, जसलाई खानिनो ओन भनिन्छ। विशेष गरी 108 पटक बजाइन्छ, तर यहाँ धेरै साउन्ड चाहिँ सुनेनौँ। नयाँ वर्षको दिन नागोयाबाट 15-16 जनाको टोली बनेर क्योतो र नाराको लागि हिँड्यौँ। बाटोको यो मनमोहक दृश्य देखेर एकदमै लोभिँदै गयौँ। गोल्डन टेम्पल हेर्नको लागि हामी अब टिकट लिन जाँदैछौँ। मौसम राम्रो भएर पनि होला, मान्छेको एकदमै भिडभाड थियो। हामीले चाहिँ टिकट काटेर भित्र गयौँ। यो चाहिँ यहाँभित्र प्रवेशको लागिको टिकट हो। चिसो हावा चलिरहेको थियो, तर त्यहाँको मनमोहक दृश्यले एकदमै मन फुरुङ्ग पारिरहेको थियो। जाँदै गर्दा अलि अगाडि जाँदाखेरि मान्छेहरूको भिडभाड, फोटो खिच्ने त्यतिकै लाइन, अनि जुन त्यहाँको त्यो टेम्पलको कामले गर्दाको त्यो पोखरीमा देखिने प्रतिबिम्ब चाहिँ अझ बढी मनमोहक बनिरहेको थियो। मन्दिर देख्ने बित्तिकै आमाले ओहो यो सबै सुनले बनेको हो भनेर क्वेसन सोध्नु भएको थियो। आमाको क्वेसनको एन्सर दिँदै आफूले यो मन्दिरको बारेमा बुझेका कुराहरू आमालाई सुनाउँदै हामी त्यहाँबाट एक राउन्ड लाएर फोटो खिचेर अनि बाहिर निस्कियौँ। हाम्रो 15-16 जनाको टोलीमध्ये हामी 5-6 जना मात्र क्योतो पुग्यौँ। अरू चाहिँ नारा जानुभएको थियो। क्योतोबाट हामी नारा गयौँ। बच्चाहरू चाहिँ बाबाहरूसँग उतै नारा नै गएका थिए। नारा गएपछि त्यहाँ एकछिन घुम्यौँ र त्यसपछि हामी घर हिँड्यौँ। आजको हाम्रो यात्रा यतिसम्म नै थियो। बिहानबाट बेलुकासम्म आमालाई अलिक गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो, तर मन्दिर हेर्न जाने भनेपछि आमाको एक्साइटमेन्टै अर्कै थियो। आमा एकदमै हामीभन्दा फुर्तिलाको साथ घुमेर घर फर्किनु भयो। एकदम रमाइलो भयो।